युके आउँदै हुनुहुन्छ र इमिग्रेसनमा के क्वेसन सोध्छ भन्ने डरमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। म यो भिडियोमा तपाईहरुलाई जानकारी दिन्छु युके इमिग्रेसनमा के क्वेसन सोध्छन् र के डकुमेन्ट चाहिन्छ भनेर। यसमा चाहिँ मेरो पर्सनल एक्सपिरियन्स र मेरो साथीहरु भाइहरुका एक्सपिरियन्स पनि शेयर गर्नेछु र तपाई यदि मास्टर या ब्याचलरमा आउँदै हुनुहुन्छ र तपाईलाई के डकुमेन्ट रिक्वायर हुन्छ भन्ने चिन्तामा हुनुहुन्छ र के क्वेसन सोध्न सक्छ भन्ने चिन्तामा हुनुहुन्छ भने यो भिडियो पक्कै नै तपाईको लागि नै हो भन्ने लाग्छ। र यो भिडियोमा म चाहिँ युके इमिग्रेसनमा के डकुमेन्ट चाहिन्छ र के क्वेसन सोध्छ भन्ने कभर गर्न प्रयास गर्नेछु। फर्स्ट अफ अल तपाई युके मा हिथ्रोमा ल्यान्ड भइसकेपछि तपाईलाई प्राय गरेर युके इमिग्रेसनले सोध्ने भनेको चाहिँ तपाई किन आउनु भएको युके। सो तपाईको सिम्पल आन्सर हुनुपर्छ र धेरै सानो। तपाईले जति धेरै बोल्नुहुन्छ उले त्यति धेरै क्वेशन सोध्छ र उ धेरै कन्फ्युज हुन्छ र तपाईले झन् क्वेशन सोध्छ। तपाईले एकदम सिम्पल आन्सर दिने हो। तपाई के गर्न आउनु भएको? म पढ्न आएको हो। र सेकेन्ड आन्सर उसले सोध्न सक्छ तपाई कुन युनिभर्सिटीमा आएको हो र तपाईले युनिभर्सिटीको नाम र युनिभर्सिटीको पोस्ट कोड भन्न सक्नुपर्ने हुन्छ। किनकि तपाईले त्यो भन्न सक्नु भएन भने तपाई झन् डाउटको घेरामा आउनुहुन्छ र उनीहरुले डीप रिसर्च गर्न थाल्छ तपाईको बारेमा। त्यसपछि तपाईलाई उले सोध्छ तपाई मास्टर गर्न आउनु भएको कि ब्याचलर गर्न आउनु भएको, तपाई कुन कोर्समा आउनु भएको भन्ने सोध्न सक्छ। त्यसपछि तपाईलाई सोध्छ उले कि तपाईको कोर्स कति वर्षको छ, कति इयर ड्युरेसन सोध्न सक्छ। तपाई मास्टरमा आउनु भएको छ भने नर्मली 1 इयर को हुन्छ। इन केस तपाई एक्सटेन्डेड कोर्समा आउनु भएको छ भने 22 मन्थ वा 18 मन्थ को हुन्छ। र ब्याचलरको त 3 वर्ष भइहाल्यो। सेकेन्ड क्वेशन हुन्छ तपाईको फन्डिङको बारेमा। तपाईले युके को फी कसरी म्यानेज गर्नुहुन्छ, तपाईको लिभिङ एक्सपेन्सेस, तपाईको ट्युसन फी, तपाईको ट्रान्सपोर्टेसन, यी कुराहरु कभर गर्छ। उसले सोध्छ कि उसले सोध्न सक्छ तपाईको फन्ड सोर्स के हो, तपाईसँग बैंक लोन छ या पैसा छ या बैंक स्टेटमेन्ट छ, त्यो चाहिँ तपाईले देखाउन सक्नुपर्छ। यो चाहिँ सम्भावित क्वेशन हो। प्राय इमिग्रेसनले मेरो जानकारी अनुसार यति धेरै डिटेलमा कसैलाई सोधेको छैन। बट उनीहरुलाई डाउट लाग्यो भने यो क्वेशन पनि सोध्न सक्छ कि तपाईको फन्ड सोर्स के हो, तपाई बैंक लोनमा आउँदै बैंक लोन छ तपाईसँग और बैंक स्टेटमेन्ट छ और अरु कुनै इन्कम सोर्स छ। त्यसपछि उसको क्वेशन के हुन्छ भन्दाखेरि तपाईले युके किन चुज गरेको र अरु कन्ट्री किन जानु भएन। सो उसको क्वेशन यही नै आउँछ भन्ने स्पेसिफिक हुँदैन, तर उले सोध्न सक्ने क्वेशनहरु हो। प्राय युके इमिग्रेसनले म्याक्सिमम 2-3 वटा क्वेशन मात्रै सोध्छ, तर कुनै मान्छेलाई चाहिँ उसको डकुमेन्ट वा उसको आन्सर माथि डाउट भएपछि उले झन् डीप क्वेशन सोध्न थाल्छ। र तपाईले सिम्पली आन्सर जुन दिनु भएको थियो कास्ट लेटर आउनु भन्दा अगाडि इन्टरभ्यूमा त्यही आन्सर दिदा हुन्छ कि युके चाहिँ सर्ट ड्युरेसन छ, फी पनि कम छ, त्यही भएर म युके आएको भनेर सर्ट आन्सर, स्वीट आन्सर अनि स्माइल फेसमा। तपाई डिप्रेस हुनु भएन, तपाई नर्भस हुनु भएन। तपाई जति नर्भस तति तपाईको आन्सर लेन्थी, त्यति नै तपाईलाई डीप क्वेशन आउँदै गर्छ। त्यसपछि उसले सोध्न सक्छ कि तपाईको फ्यामिली मेम्बर कोही हुनुहुन्छ युकेमा। सकेसम्म चाहिँ युकेमा कोही छैन भनेकै राम्रो हुन्छ, किनकि फ्यामिली भएपछि अलि मान्छे पढ्न आएको हो कि के गर्न आएको भन्ने डाउट हुन्छ। त्यही भएर मेरो फ्यामिली छैन, मेरो साथी हुनुहुन्छ, उहाँहरु हुनुहुन्छ, उहाँसँग मेरो कन्ट्याक्ट छ भन्दाखेरि केही हुँदैन। अनि त्यसपछि तपाईलाई सोध्न सक्छ तपाई कहाँ बस्नुहुन्छ भनेर। सो तपाई अब होस्टेलमा बस्नुहुन्छ भने होस्टेलको तपाई एड्रेस थाहा हुनु पर्यो र पोस्ट कोड थाहा हुनु पर्यो। तपाई कतै रेन्टमा कोठा लिएर बस्नुहुन्छ भने तपाईले रेन्टको एड्रेस भन्न सक्नु पर्यो र म्याक्सिमम रेन्टमै बस्ने हुन्छ मान्छे। प्राय म रेन्टमा बस्छु, मेरो साथीले कोठा एरेन्ज गरिसकेको छ र मेरो साथीको फोन नम्बर छ मसँग, एड्रेस यो हो र मेरो साथी बाहिर हुनुहुन्छ, मेरो वेट गर्दै हुनुहुन्छ भनेर। सो उले सोध्न पनि सक्छ कि तपाईलाई थाहा छ तपाईको लिगल तपाईले कति घण्टा काम गर्न पाउनुहुन्छ भनेर। तपाईले सिम्पली आन्सर दिनुपर्छ या हो मलाई थाहा छ, मैले लिगली कति घण्टा काम गर्छु भनेर। उले सोध्न सक्छ तिमी काम गर्छौ, तपाईले सिम्पली आन्सर हो म पकेट मनीको लागि काम गर्छु, म लिगल वेमा जति घण्टा मलाई लिगल वेमा काम गर्न पाउँछु म त्यति आवर काम गर्छु भनेर भन्दा केही हुँदैन। किनकि उनीहरुलाई पनि थाहा हुन्छ कि इमिग्रेसन अफिसरलाई पनि कि स्टुडेन्टले प्राय काम नै गर्छन् भनेर। सो त्यसमा नढाँटेकै राम्रो मलाई लाग्छ।
सो उसले अर्को क्वेसन सोध्न सक्छ तिमी फर्किन्छौ कि फर्किँदैनौ। सो तपाईँले चाहिँ या म फर्किन्छु मेरो पढाइसकेपछि, मेरो आफ्टर पढाएपछि मैले पोस्टहरू भेजापछि म आफ्नो कन्ट्री फर्किन्छु भन्ने तपाईँले कन्भिनियन्ट एन्सर दिन सक्नुपर्छ र तपाईँलाई सेटिस्फाई गर्न सक्नुपर्छ। बस यति नै हो यो भिडियोमा। मैले चाहिँ सकेसम्म जुन सम्भावित क्वेसन हुन्छ युके इमिग्रेसनको त्यो कभर गर्न ट्राई गरेँ र यदि तपाईँहरूलाई यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक गर्नुहोला र मलाई सपोर्ट गर्नुहोला र तपाईँ युके इमिग्रेसन आउँदै हुनुहुन्छ भने कन्फिडेन्ट भएर जानु, तपाईँ डराउनु पर्दैन। तपाईँलाई युके इमिग्रेसन सम्बन्धी र कुनै प्रकारको जानकारी चाहिएको छ भने कमेन्ट गर्नुहोला, म पक्कै नै त्यसको एन्सर दिनेछु।